के तपाईले कहिल्यै आफैलाई यो प्रश्न सोध्नु भएको छ? मेरो जीवन मैले चाहेको जस्तो किन छैन? किन महिना नबित्दै मेरो खाता खाली हुन्छ? किन तलब आउने बित्तिकै मेरो दिमागमा मासिक किस्ता, भाडा र बिलहरूको बोझ मात्रै आउँछ? किन तपाईले जति नै मेहनत गरे पनि, आफ्नो पसिना बगाए पनि तपाईको आर्थिक प्रगति किन रकेटको गतिमा अगाडि बढ्ने अरू मानिसहरूको तुलनामा कछुवाको चालमा छ? कोही मानिसहरू किन केही वर्षमै करोडपति बन्छन् र कोही 40 वर्षसम्म एउटै अफिसमा काम गरेर पनि आर्थिक रूपमा सुरक्षित हुन सक्दैनन्? हामी सजिलै कारण दिन्छौँ, भाग्य थिएन, सही अवसर पाइएन, मेरो आम्दानी कम छ। तर तपाईलाई जगाउनका लागि यो सबै झुट हो। असली कारण यी मध्ये कुनै पनि होइनन्। असली कारण केवल एउटा नियम हो, केवल एउटा नियम, एउटा सानो बानी जुन धनी मानिसहरू चुपचाप आफ्नो जीवनमा लागू गर्छन् र मध्यमवर्गीय मानिसहरूले अनजानमा तोड्दै जान्छन्। साथीहरू, आजको भिडियो तपाईको लागि केवल हेर्ने सामग्री होइन, यो तपाईभित्र लुकेको, अहिलेसम्म सुतिरहेको, डरको पर्खाल पछाडि लुकेको त्यो सिंहलाई जगाउनका लागि हो। किनकि यो नियमले तपाईको आर्थिक भाग्यलाई 2 भागमा बाँडिदिनेछ। पहिलो, जब तपाईँ यो नियम जान्नुहुन्न थियो, र दोस्रो, जब यो नियमले पैसालाई तपाईको पछि दौडाउनेछ। धनी र गरिब बीचको भिन्नता यही एक नियममा लुकेको हुन्छ, र यो नियमले तपाईलाई करोडपति बनाउन सक्छ। एउटा 25 वर्षीय केटाको कथा सुन्नुहोस्, जो कुनै एउटा मध्यमवर्गीय परिवारमा हुर्किरहेको थियो। उसको बुबा हरेक बिहान 7 बजेको बस समात्नुहुन्थ्यो र साँझ थाकेको शरीर लिएर फर्किनुहुन्थ्यो। आम्दानी कम थियो भन्ने होइन, तर महिनाको तलब आउँथ्यो पनि। अनि पहिले इएमआई अर्थात् किस्ता जान्थ्यो, त्यसपछि घरको भाडामा जान्थ्यो, अनि किराना र बिजुलीको बिलमा जान्थ्यो, अनि विभिन्न अनलाइन वा बजारमा अनावश्यक किनमेलको खर्चमा जान्थ्यो, र फेरि सबै सकिन्थ्यो। त्यो केटा सोच्थ्यो, म जति नै बचत गर्ने प्रयास गरौँ बस्दैन, मेरो आम्दानी कम छ, त्यसैले म कहिल्यै अगाडि बढ्न सक्दिनँ। अब साथीहरू, यो आम्दानी कम छ भन्ने भ्रम नै गरिबीको सबैभन्दा ठुलो जरो हो, स्कार्सिटी माइन्डसेट। तर एक दिन उसको भेट एकजना वृद्ध आर्थिक गुरुसँग भयो। केटाले आफ्नो सम्पूर्ण समस्या बतायो। गुरु चुपचाप बस्यो। उनले खल्तीबाट एउटा कलम निकालेर खाली कागजमा एउटा रुखको चित्र बनाइदिए। यो देखेर केटा हाँस्यो। गुरु, पैसा रुखमा फल्छ र? गुरु मुस्कुराए र गहिरो सास लिँदै भने, होइन बाबु, तर पैसा तबसम्म फल्ने छैन जबसम्म तपाईँ पैसाको बिउ छर्नुहुन्न। कुन बिउ गुरु? केटा अचम्मित भयो। गुरुले भने, केवल एउटै नियम छ र तिमीलाई त्यो थाहा छैन, त्यसैले तिमी गरिब छौ। यो नियम जान्ने बित्तिकै तिमी करोडपति बन्ने बाटोमा हिँड्नेछौ। अब के होला त त्यो एउटा नियम? धनी मानिसहरूको त्यो एउटा नियम हो, पहिले आफैलाई पैसा दिने, पे योरसेल्फ फर्स्ट। यो नियम केवल एउटा वित्तीय सिद्धान्त होइन, यो एउटा माइन्डसेटको सिफ्ट हो। तलब आउँदा तपाईको बैंक खातामा पैसा क्रेडिट हुने बित्तिकै पहिलो इन्ट्री के हुनुपर्छ? पहिलो इन्ट्री किस्ता होइन, पहिलो इन्ट्री बिल होइन, र पहिलो इन्ट्री अनावश्यक किनमेल पनि होइन। पहिलो इन्ट्री हुनुपर्छ तपाईको लगानीको, तपाईको भविष्यको, अनि तपाईको आर्थिक स्वतन्त्रताको। यदि
हरेक आम्दानीको कम्तीमा पनि 20% वा 10% सबैभन्दा पहिले सिधै कुनै बहाना बिना लगानी खातामा जान्छ। यही नै पैसाको रुखको बिउ हो। साथीहरू, याद गर्नुहोस्, हरेक आम्दानीको कम्तीमा पनि 20% वा 10% अथवा तपाईले योजना बनाउनु भए अनुसार। यो कुनै खेल होइन, यसलाई एउटा लक्ष्य बनाउनुहोस्। सबैभन्दा पहिले तपाईले छुट्याउनु भएको नियमित प्रतिशत कुनै पनि बहाना बिना सबैभन्दा पहिले सिधै तपाईको लगानी खातामा जान्छ भने यही नै पैसाको रुखको बिउ हो। अब 20% नियमको आधारमा थोमस सी कोरलीले 5 वर्षसम्म करोडपतिहरूको अध्ययन गर्दा पत्ता लगाए कि सेल्फ मेड करोडपतिहरूमध्ये 80%ले आफ्नो करोडपति हुनु अघिको वर्षहरूमा आम्दानीको 10 देखि 20% बचत गर्ने लक्ष्य सेट गरेका थिए। अब यो सिलसिलामा हामी गरिब र धनीको व्यवहार हेरौँ। गरिब मानिसहरूको सूत्र यस्तो हुन्छ। गरिब मानिसहरू औसत आम्दानी भएका मानिसहरू पैसालाई यसरी प्रयोग गर्छन्। उनीहरू तलब आउने बित्तिकै सबैभन्दा पहिला किस्ता, बिल, भाडा तिर्छन्। दोस्रोमा किराना किनमेलको काम गर्छन् र त्यहाँ यदि उधार छ भने त्यो तिर्छन्। अनि बच्यो भने, यदि त्यसमा पनि बच्यो भने उनीहरू बचत गर्न तयार हुन्छन्। समस्या कहाँ छ? व्यावहारिक रूपमा वास्तवमा केही पनि बस्दैन, किनकि मानव मस्तिष्कले सधैँ खर्चलाई प्राथमिकता दिन्छ। ढिलो सन्तुष्टिको कमीले तपाईलाई अहिले नै खुसी दिने चिजहरूमा पैसा खर्च गर्न प्रेरित गर्छ। अब धनी मानिसहरूको सूत्र हेरौँ। धनी मानिसहरूको सूत्र सरल छ। यसले आत्मबलमा होइन, सिस्टममा विश्वास गर्छ। याद गर्नुहोस्, फेरि याद गर्नुहोस्, आत्मबलमा होइन, यसले प्रणाली अर्थात् सिस्टममा विश्वास गर्छ। धनी मानिसहरू तलब आउने बित्तिकै पहिले लगानी गर्छन्। 10%, 20%, 30% कति सकिन्छ। त्यस पछाडि खर्च। बाँकी 80%बाट किस्ता तिर्नुपर्ने छ कि, किरानामा खर्च गर्नुपर्ने छ कि, वा आफूलाई मन लागेका कुराहरूमा खर्च गर्नुपर्ने छ। उनीहरूले लगानीबाट छुट्याएको बाँकी प्रतिशत जति हुन्छ, मानौ 20% नियमित लगानीमा जान्छ भने बाँकी 80%ले अरू खर्च छुट्याउँछन्। उनीहरू पहिले आफ्नो भविष्य सुरक्षित गर्छन्। उनीहरूलाई थाहा छ कि पैसा बचतबाट होइन, चक्रीय वृद्धिबाट बन्छ। फेरि यहाँनिर एउटा गहकिलो कुरा छ। पैसा बचतबाट मात्र होइन, चक्रीय वृद्धिबाट जान्छ। अब चक्रीय वृद्धिको शक्ति हेरौँ। प्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले चक्रवृद्धि ब्याजलाई संसारको 8औं आश्चर्य भनेका थिए। सोच्नुहोस् त, यदि तपाईले हरेक महिना केवल रु 2000 लगानी गर्नुहुन्छ र 10% को चक्रवृद्धि दरमा 20 वर्षसम्म निरन्तर दिनुहुन्छ भने तपाईको कुल सम्पत्ति रु 15 लाख भन्दा बढी हुन्छ। कुल लगानी 4,80,000 मात्र हो, तर 20 वर्षमा त्यो कति हुन्छ? 15 लाख भन्दा बढी हुन्छ। यो चाहिँ चक्रवृद्धिको अनौठो नियम हो। र यदि तपाईँ रु 10,000 लगानी गर्नुहुन्छ भने 20 वर्षपछि तपाईको सम्पत्ति रु 76 लाख भन्दा बढी हुन्छ। यो तपाईले लगाएको बिउ होइन, यो त बिउले जन्माएको फलले फेरि बिउ जन्माउने जादुई चक्र हो। यसको अर्थ तपाईँ आज एउटा सानो निर्णय लिनुहुन्छ ताकि 20 वर्षपछि तपाईको पैसाले तपाईका लागि दौडिरहेको होस्। अब साथीहरू, पे योरसेल्फ फर्स्ट नियमलाई कसरी लागू गर्ने भन्ने विषयतिर जाउँ। तपाईले आत्मबल विलिङ पावरमाथि निर्भर गर्नु हुँदैन। तपाईले स्वचालित प्रणाली अपनाउनु पर्छ, अर्थात् स्वचालित अटोमेटिक सिस्टम बनाउनु पर्छ। पहिलो चरण अटो डिडक्सन सेटअप गर्नुहोस्।
अर्थात् अटो ट्रान्सफर विधि प्रयोग गर्नुहोस्। बैंकमा स्ट्यान्डिङ इन्स्ट्रक्सन लगाइदिनुहोस्। तलब तपाईको खातामा क्रेडिट हुने बित्तिकै अर्थात् आम्दानी हुने बित्तिकै 20% रकम लगानीका लागि छुट्याइएको अर्को खातामा वा एसआइपीमा आफै ट्रान्सफर होस्। कुनै बहाना हुनु हुँदैन। यसमा पैसा तपाईको हातमा आउनु अघि नै तपाईको भविष्यमा गइसक्नुपर्छ है। तपाईको हातमा आउनु अघि नै तपाईको भविष्यमा गइसक्नुपर्छ। यसलाई एसआइपी इन्भेस्टमेन्ट भनिन्छ। दोस्रो चरण 3 बाल्टिन सूत्र। बाँकी रहेको 80% आम्दानीलाई यी 3वटा बाल्टिनहरूमा विभाजन गर्नुहोस्, जसले तपाईको सम्पूर्ण आर्थिक जीवन व्यवस्थित गर्छ। पहिलो, सुरक्षा बाल्टिन। उद्देश्य आकस्मिक कोष, इमर्जेन्सी फन्ड। यस बाल्टिनको काम तपाईलाई आर्थिक रूपमा सुरक्षित राख्नु हो। नियम, यसमा 3 देखि 6 महिनाको खर्च जति पैसा सधैँ हुनुपर्छ। लगानीको प्रकार, यो पैसा तपाईले बिल्कुल सुरक्षित ठाउँमा राख्नुपर्छ, जस्तै उच्च ब्याज दिने बचत खाता, सरकारी बन्ड वा मुद्दती निक्षेप, फिक्स डिपोजिट, जहाँ जोखिम लगभग शून्य हुन्छ। दोस्रो बाल्टिन, जहाँ 20% जान्छ। उद्देश्य तपाईको पैसालाई द्रुत गतिमा बढाउनु। यही 20% हिस्सा यही बाल्टिनमा आउँछ। यसको लगानीको प्रकार एसआइपी, सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान मार्फत म्युचुअल फन्ड वा इन्डेक्स फन्ड। लामो समयमा उच्च प्रतिफलको लागि उत्तम तरिका अर्थात् स्टक्स। यदि तपाईलाई बजारको राम्रो ज्ञान छ भने स्टक्समा पनि लगानी गर्न सक्नुहुन्छ। यसको लक्ष्य भनेको तपाईको ठूला भविष्यका लक्ष्यहरू, जस्तै घर किन्नु, बच्चाको शिक्षाको लागि अर्थात् अरू कुनै ठूला योजनाको लागि। तेस्रो बाल्टिन, खर्चको बाल्टिन, एक्सपेन्स बकेट। उद्देश्य दैनिक र मासिक खर्चहरू, भाडा, इएमआई, किराना, मनोरञ्जनको व्यवस्थापन गर्नु। तपाईले आफ्नो पे योरसेल्फ फर्स्ट पछि बसेको 80%बाट मात्रै खर्च व्यवस्थापन गर्न सिक्नुपर्छ। यदि 80%मा पुग्दैन भने खर्च घटाउनुहोस्, आम्दानी बढाउनुहोस्, तर लगानीको 20%लाई चाहिँ कहिल्यै नचलाउनुहोस्। अब तेस्रो चरण, आम्दानी बढ्दा लगानी पनि बढाउनुहोस्। लाइफस्टाइल इन्फ्लेसनबाट बच्ने तरिका। जब तपाईको तलब बढ्छ, धेरै जसो मानिसहरू जीवनशैली मुद्रास्फीतिको शिकार हुन्छन्। नयाँ मोबाइल, नयाँ लुगा, महँगो रेस्टुरेन्ट आदि आदि। तर धनी मानिसहरू फरक काम गर्छन्। जसरी उनीहरूको आय बढ्छ, उनीहरू आफ्नो लगानीको रकम पनि बढाइदिन्छन्। उदाहरणको लागि, यदि तपाईँ पहिले रुपैयाँ 5000 लगानी गरिरहनु भएको थियो भने तपाईको तलब बढेपछि रु 2000 अतिरिक्त कमाउनु भयो भने पुरानो जीवनशैलीमै बसेर लगानीलाई 5000बाट रु 7000 वा रु 10000 गरिदिनुहोस्। यसले तपाईको सम्पत्ति निर्माणको मेसिनलाई हरेक वर्ष बलियो बनाउँछ र तपाईलाई छिट्टै आर्थिक स्वतन्त्रतासम्म पुर्याउँछ। अब 5औं भाग अर्थात् सिपमा लगानीको विषयमा हेरौँ। अन्तिम र महत्त्वपूर्ण चक्रवृद्धि। हामीले पे योरसेल्फ फर्स्ट अन्तर्गत 20% पैसा लगानी गर्ने कुरा गर्यौं, तर सबैभन्दा छिट्टो चक्रवृद्धि फर्स्ट कम्पाउन्डिङ हुने लगानी कहाँ हुन्छ? त्यो हो आफ्नो सिपमा लगानी गर्नु, इन्भेस्टिङ इन योर स्किल्स। करोडपतिहरूले साना प्रश्नहरू जस्तै एउटा कफीको कति मूल्यमा होइन, बरु ठूला प्रश्नहरूमा ध्यान दिन्छन्। मैले कसरी आफ्नो आय दोब्बर पार्ने? मैले कसरी आफ्नो बजार मूल्य बनाउने? तपाईलाई थाहा छ किन सिप सबैभन्दा छिट्टो चक्रवृद्धि हुन्छ? यसको वृद्धि कुनै पनि म्युचुअल फन्ड वा स्टकभन्दा कैयौं गुणा तेज हुन्छ। पहिलो, कोर्स वा ज्ञानमा लगानी गर्नुहोस्। कोर्सहरूमा लगानी गर्नुहोस् जसले तपाईको उच्च आम्दानी हुने सिपहरू जस्तै डिजिटल मार्केटिङ, सेल्स वा कपिराइटिङ बढाउँछ। किताब पढ्नुहोस्,
एउटा राम्रो किताबले तपाईलाई 10 देखि 20 वर्षको अनुभव केही घण्टामै दिन्छ। तपाईँ अरू मानिसहरूले धेरै वर्ष लगाएर सिक्ने गल्तीहरूबाट जोगिनुहुन्छ। सिपको घाताङ्कीय वृद्धि चक्र यसरी फाइदाजनक छ। सिप बढ्छ, तपाईको मूल्य बढ्छ, आम्दानी बढ्छ, तपाईलाई राम्रो तलब, व्यावसायिक अवसर मिल्छ। लगानी बढ्छ, तपाईले पे योरसेल्फ फर्स्ट नियम अनुसार थप ठुलो रकम लगानी गर्न सक्नुहुन्छ। सम्पत्ति घाताङ्कीय रूपमा बढ्छ, चक्रवृद्धि ब्याजले तपाईलाई छिट्टै करोडपति बनाउँछ। यही हो पैसाको रुखको इन्धन। तपाईँ निष्क्रिय आम्दानी, प्यासिभ इन्कम चाहनुहुन्छ, सकुनको निन्द्रा चाहनुहुन्छ भने यसको एउटै जग हो सिपमा लगानी गर्ने बानी र पे योरसेल्फ फर्स्टको नियम। आशा गर्छु आजको भिडियोले तपाईको जीवनलाई 2 भागमा बाँडेको छ। तपाईँ अब यो नियम जान्नुहुन्छ। पहिले आफैलाई पैसा दिनुहोस्। आफ्ना बाबुआमाको बारेमा सोच्नुहोस्। उहाँहरूको थकान, उहाँहरूको मेहनत, उहाँहरूको अधुरो सपना सोच्नुहोस्। के तपाईँ चाहनुहुन्छ कि तपाईको अर्को पुस्ता त्यही सङ्घर्षबाट गुज्रियोस्? यदि होइन भने आज बिउ छर्नुपर्छ। हरेक महिना 20%, हरेक महिना 10% वा तपाईको आफ्नो विवेकले कति योजना बनाउँछ आफ्नो भविष्यमा हाल्नुहोस्, आफ्नो सपनामा हाल्नुहोस्, आफ्नो भावी सन्ततिको स्वतन्त्रतामा हाल्नुहोस्। तपाईले आज सुन्नुभएको यो ज्ञानले तपाईलाई 5 वटा कार्यान्वयन योग्य चरणहरूको लागि उत्प्रेरित गरेको छ। पहिलो, 20% को नियम। आम्दानीको 20% स्वतः लगानी सेटअप गर्नुहोस्। पे योरसेल्फ फर्स्टको नियम। दोस्रो, अटो डिडक्सन। ब्याङ्कमा स्ट्यान्डिङ इन्स्ट्रक्सन लगाएर प्रणाली निर्माण गर्नुहोस्। तेस्रो, 3 वटा बाल्टिन, सुरक्षा कोष, विकास कोष र खर्च कोष छुट्याउनुहोस्। चौथो, स्किल ग्रोथ। सिप र ज्ञानमा निरन्तर लगानी गर्नुहोस्। र 5औं, लगानी बढाउनुहोस्। आम्दानी बढ्दा लगानीको रकम पनि बढाउनुहोस्। र अन्तमा केवल एउटा कुरा याद राख्नुहोस्, संसारमा 2 प्रकारका मानिसहरू हुन्छन्। एउटा जो आफ्नो जीवनलाई परिस्थितिको भरोसामा छोडिदिन्छन् र अर्को जो हरेक दिन एक कदम आफ्ना सपनाहरूलाई अगाडि बढाउँछन्। जबसम्म तपाईँ आफैलाई पछि राख्नुहुन्छ तबसम्म तपाईँ पछाडि नै रहनुहुन्छ। तर जुन दिन तपाईँले पे योरसेल्फ फर्स्ट भन्दै आफ्नो निर्णयहरूको कमान आफ्नो हातमा लिनुहुन्छ त्यही दिनदेखि तपाईँको नयाँ जीवन सुरु हुन्छ। प्रिय मित्रहरू, आज उठ्नुहोस्, पहिलो कदम उठाउनुहोस् र आफ्नो भित्र रहेको त्यो सिंहलाई जगाउनुहोस् जो अहिले पनि संसारलाई आफ्नो वास्तविक शक्ति देखाउने प्रतीक्षामा छ। आज सुरु गर्नुहोस्, किनकि एक दिन यो संसारले तपाईलाई हेरेर भन्नेछ, हो यही हो त्यो व्यक्ति जसले केवल एक सुवर्ण नियमलाई बुझ्यो र आफ्नो सपनालाई साकार बनायो। तपाईको आर्थिक स्वतन्त्रताको यात्राको लागि धेरै धेरै शुभकामना। यो भिडियोले तपाईको सोचलाई परिवर्तनमा ल्याएको छ भने कृपया लाइक बटन थिच्न नबिर्सनुहोस्। आफ्नो सङ्घर्षरत साथीहरूलाई शेयर गर्नुहोस् र यस्तै महत्त्वपूर्ण आर्थिक ज्ञानका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गरेर बेल नोटिफिकेसन घन्टी बजाउन नबिर्सिनुहोस्। तपाईको भविष्य तपाईको हातमा छ। धन्यवाद।